गाइस वेलकम ब्याक टु माई च्यानल केटाहरू हो मेरो नेपाली भाइ हिन्दी भाइ सबैजना मेरो केटाहरू टिजिएक्स अडियो वाइटी भाइ आज एउटा नयाँ भिडियोको साथ लिमिट म्याच क्लासिक ऱ्याङ्कको प्रति आफ्नो दललाई जिताउनुको लागि यो म्याच सुरु भएको छ जिस्केको अन्त टेन्सनको केही जरुरत छैन हो के आयो फेरि लाउ माका टेन्सन गर्ने केही जरुरत छैन टेन्सन चाहिँ मलाई के भयो भन्दाखेरि म 1-2 दिन किन ग्याप भयो भन्दाखेरि चाहिँ मेरो हात फ्र्याक्चर भएको थियो होइन अन्त हात फ्र्याक्चर हुँदाखेरि चाहिँ मेरो लडेर हात फ्र्याक्चर हुँदाखेरि चाहिँ म यो भिडियो हाल्नु सकेको थिइनँ तर पनि केटा हो मैले गिभ अप दिइनँ क्या हो यो फ्र्याक्चरको त्यो प्लास्टर भएको हल्का खोलेर भए पनि क्या 1-2 गेम चाहिँ हाल्नुपर्छ युट्युबमा भनेर चाहिँ मैले ग्याप बेसी गर्दिनँ म कन्सिस्टेन्सी गर्छु युट्युबमा भनेर चाहिँ आजको यो मेरो फर्स्ट इन्जर्ड भएको बेलामा खेलेको गेम प्ले हो गाइस म त्यति साह्रो किल गर्नु सक्दिनँ होला यो म्याचमा किनकि अब म तपाईँहरू म मेरो नम्बर 9641719889 त्यहाँ मलाई कल गर्दा हुन्छ त्यहाँ कन्फर्मेसन छ मेरो हात पनि हेर्दा हुन्छ हो हात त्यस्तो त केही भएको छैन हातमा मतलब क्र्याक भएको छ थर्डको फिङ्गर हो त्यो पनि डक्टरले 2 हप्ता बाद जाती हुन्छ भनेको छ हो गाइस इफ यु लाइक द भिडियो प्लिज लाइक एन्ड सब्सक्राइब ल केटा हो तिमीहरूले गर्दा चाहिँ आज मेरो होइन 50 देखिको 101 हो कि 100 समथिङमा पुगेको छ यो सबैको मायाले गर्दा पुगेको अन्त गेम त चलिरहन्छ बिजिएमआईमा गेम सेम सबै चलिरहन्छ तर त्योभन्दा पनि ठुलो चाहिँ माया हो नि त होइन जति तिमीहरू हामीलाई माया दिन्छ हामी त्योभन्दा पनि बेसी माया दिन्छ नि त यार त्यही त हो त एउटा कम्युनिटी एउटा डाइभर्स कन्ट्रीमा बसेर होइन जहाँ चाहिँ सबै धर्म सबै मजहब सबै मान्छे बस्नेलाई त राम्रो भनिन्छ त नराम्रो भएर पनि के गर्ने एक दिन नराम्रो भए फेरि कर्म लागिहाल्छ हो अनि त्यो कुरा छोड्नुहोस् गाइस इफ यु लाइक द भिडियो प्लिज लाइक एन्ड सब्सक्राइब होइन अब एउटा एनिमीलाई चाहिँ मैले अघि ढालिसकेँ लु अब लु अघि ढालिदिएँ अब यसको खोइ यसले मात्रै पाएँ क्या हो आम्मा हो यसले मात्रै भेस्ट लगिदिइरहेको छ च्या औडे रहेछ है मलाई नदेखे अरे भेस्ट मलाई लोभ गर्छ 2 नम्बर अब त मरिस भने म रिभेल दिन्छु तँलाई तर यो खतरा प्लेयर होला हौ 2 नम्बर हेर्दा मुभमेन्टहरू हेरेर चाल पाउँदै मैले प्लेयर चाहिँ हेभी रहेछ ग्यास डोन्ट माइन्ड ल म यसरी बेसी बोली पठाउँछु कि तर मनको राम्रो हो नि म सफा छु कि केटा के माइन्ड नगर्ने ल आमा हो अझै फुटस्टेप पनि आयो Watch out! ल त्यहाँ एनिमी रहेछ फेरि मार्नु सक्छु कि यस्तो हातको कन्डिसनमा ट्राई चाहिँ गरिदिन्छु मार्नु जस्ट बेसी त होल्ड गर्दिनँ नक फिनिस भयो यो पनि नक फिनिस भयो 3 किल फेरि रिभेन्ज पुरा भयो हो अब यो म्याच चाहिँ कस्तो जाने भयो 3 किल भयो इभेन्टमा मलाई जोस चढ्नु थाल्यो हातै ड्यामेज हुँदा पनि अन्त गाइस इफ यु डोन्ट बिलिभ इन दिस थिङ म फोटो पनि हालिदिन्छु हो मेरो थम्बनेल पनि हालिदिन्छु हो क्र्याक भएको मेरो ह्यान्ड अन्त ब्यान्डेजहरू लगाएको यसो प्लास्टरहरू गरेको पनि आई विल सो यु द प्रुफ इफ यु वान्ट टु सी नभए बुझ्छ भने मेरोमा भरोसा छ भने त देखाउनु पनि पर्दैन होइन तर पनि गाइस क्या हो कहिले पनि आफू जति ठुलो युट्युबरै भएर पनि क्या हो आफ्नोभन्दा सानोलाई कहिले हेला चाहिँ गर्नु हुँदैन अब म पनि एज अ युट्युबर हेर्छु कि कति ठुल्ठुलो युट्युबर छ म भन्दा पनि होइन एउटा टेक्स्ट हेरेको पनि ढिलो रिप्लाई गर्छ म त साँच्चै भनेको मलाई त सबैले सब्सक्राइब गरिदियो भने म टर्न बाई टर्न सबै हेरिदिन्छु डल्लै विचार तर युट्युबरहरूको पनि गल्ती हुँदैन कति बेचीजना मान्छे आउँछ नि त होइन अब देख्दैन कतिजना के हो ला हो फेरि यो के ढक्कन हेरेर त लुटेछ नि हौ लुट त आमा हो अन्त माइन्ड नगर्ने म गेममा यसरी भुलाउँछु मान्छेहरूलाई उल्टा कुरा भनिकन M4 टिप्नु पर्ने रहेछ अनि 2 नम्बर त हेभी छ त कुद्नुमा अन्त आयो निन्जा हातोरी छ त
आयो 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 निन्जा हतोरी छ त 2 नम्बर त निन्जा हतोरी उफ्रेको त्यो एनिमी त्यही सोच्छ है मलाई त छैन रहेछ निन्जा हतोरी ला म नक भए बचाऊ दामी हौ निन्जा हतोरी यतिको चाहिँ भने 2 नम्बरको हेर त ब्याक टु ब्याक कम ब्याक छ टाइममा हो आई सल्यूट यू ब्रदर भाई जो भी ये Please वीडियो देख recall रहे हैं me. ना Got it. मेरे को हिंदी भी आता है नेपाली भी आता है इंग्लिश भी आता है तो गाइस प्लीज़ लाइक एंड सब्सक्राइब कर देना ठीक है तुम्हारे भाई को जो भी धर्म का है जो भी मज़हब का है भाई वो उससे ज़्यादा तुम लोग का कर्म है कर्म अच्छा नहीं है तो भाई क्या करोगे धर्म को आगे बढ़ा के है कि नहीं इसलिए हम सबको अच्छा होना चाहिए और सपोर्ट दो यार कभी कभार तो सपोर्ट दो यार मेरी जान कभी कभी तो सपोर्ट करो सपोर्ट नहीं करोगे तो कैसे सब्सक्राइबर बढ़ेगा बे 100 सब्सक्राइबर में अगर इसके जगह 1 लाख सब्सक्राइबर होता इतना पागल हो जाता ना भाई रात भर सोते समय भी 1 लाख हो गया सब्सक्राइबर ऐसा सीन हो जाता बे पर ऐसा कब नहीं हो पाएगा अब हो पाएगा अगर 1 मिलियन हो जाता ना सब्सक्राइबर मैं तो दुबई चला जाता भाई 1-2 दिन के लिए मजाक कर रहा भाई अगर 1 मिलियन हो गया तो भाई मैं जो भी बंदे लोग मतलब मासूम लोग गरीब लोग होते हैं ना उन लोग को डोनेशन दूंगा वही सीन है अपना तो डोनेशन तो पैसा लेकर भी क्या फ़ायदा एक दिन पैसा भी नहीं जाना है पैसे भी नहीं आए थे पैसे भी नहीं जाना है ना नंगे आए थे नंगे ही होकर जाना पड़ेगा ना थोड़ी कपड़ा लेकर जाएंगे तो वही है ज़िंदगी का मोटिव अभी मेरे को पता चल गया कि इधर एक बंदा है ग्रेनेड भाई तेरे गलत बंदा से फॉलो कर रहा अभी देखिए इसको ग्रेनेड से कैसे फोड़ता मैं तुझे इतना कैम नहीं करना चाहिए भाई इतना गंदा कैम कौन करता है अबे यार चूचे मेरे लाले ऐसा कैम नहीं करने का ना वरना मर जाएगा मेरे को कंफर्म पता है कि एक लास्ट बंदा ना वो बीच के वो सेंटर में जब वो मूर्ति जैसा खड़ा करते हैं ना उधर ही होगा और इसने ये खड़ा कर दिया ना भाई अपना मतलब कुछ बोल नहीं सकते भाई इस मेरे को लगा 100% इसने खड़ा कर दिया इन लोग का टीम का स्टैचू क्योंकि हम लोग इधर फाइट लेकर आ रहे हैं 5 जन तो इधर ही मारे अपन लोग ने है कि नहीं अब इसका फुस्टे बार है अरे देखो वही इच्छाधारी नागिन इच्छाधारी कैंपर ही भाई देखे ना बे भाई टीम का लगा लिया तूने ओम नहीं भाई नो ओम ओनली शॉटगन नहीं शॉटगन नहीं ओनली शॉर्ट रेंज गन एंड लॉन्ग रेंज गन नॉट ओम इज लॉन्ग रेंज बट इट इज स्नाइपर नो स्नाइपर भाई क्या करूँ बे मैं क्या करूँ आलसी भयो क्या मैं अब केटाहरू हेर लु टक्कै अब प्लेनमा जा अरे अब ला 2 किल त बेसी भयो मेरो आज चाहिँ सबैजना खुसी भइरहेको होला टिजिएक्स अडियो बाइटीको 2 किल भन्दा बेसी भयो भन्दा बेसी त हुन्छ त भन्दा प्रो पो त आउनु भयो क्या प्रो पनि कस्तो प्रो बटै मार्नु सक्दिनँ होइन आमा हो कहाँ पुग्यो फेरि ल्यान्डिङमा अम्मो एनिमी बाँच्यो अम्बो ल एनिमी पो रहेछ त है ग्रेनेडको त्यो त्यहीँभित्र छ त्यो एनिमी त्यहीँभित्र छ यो दुखिरहेको छ कहिले मलाई मारोस् भनेर तर म मर्दिनँ नि यति छिटो तँलाई मारेरै मर्छु म यसरी मैले पुरा मैले चाहिँ उल्टा खिच्दैछ नि त राम्रो भयो त्यसलाई खैनिस गरेको आमा हो खालि निन्द्रा लाग्छ मलाई के भएको यस्तो
आमा हो आमा हो Thanks. Form up on me. यो जिन्दगीमा रमाइलो पनि हो गीत सुन्ने केटा हो जो तुम मेरे हो तो मैं कुछ नहीं मांगू दुनिया से और तुम हो ही नहीं तो मैं जीना नहीं चाहूँ दुनिया में और नजरों में मेरे अरे बकवास मेरा शोर खराब है छोड़ दो देखो न जुल्फों से कैसे जुल्फों से तेरी चुप्ती प्यारी प्यारी सी नाम है कहाँ पुग्यो हामी होई जिन्दगी सवालटो टाटा भएर हिँड्छु तुतली पन्तुलुली आतुल पुतलीली हेलिकप्टर ला नक भयो केटा हो आऊ बचाऊ यार नक भयो केटा हो ढुक्केर पनि पड्काऊ है त्यसलाई ला एक नम्बर पनि सुरी चेप्यो ला मेरो केटाहरू के बस्छ ऱ्यान्डम केटाहरूले त हाउडै गरे त हौ ओहो त्यो भएन त्यस्तो यस्तो हुँदैन ल अब चाहिँ ढाल्नुपर्छ सबैलाई ढाल्नुपर्छ जो पनि आउँछ नि पेन किलर खाँदै बस्दै हो 2x पो लागेछ त युएमपीमा फेरि रेड डटहरू छैन Watch out. एनिमी यही छ यहीँ कहाँ ढाल्यो यसलाई हेर्न यहीँ कहीँ छ एनिमी यस्तो झुकाउँछ कि एनिमीले हेब्बी झुकाइदिन्छ नि त रस गर्नु पर्यो अब हामी त्यही 10 जस्तो कहाँ ढुक्नु खेल्नु सक्छ सक्दिनँ बेसी ढुक्नु खेल्नु सक्दिनँ त्यसले गर्दा म पनि ढुक्नु पर्दैछ आज आगे खतरा है आगे खतरा है लु ढुक्नु परेको छ है लु मामपुली यार ढुक्नु परेको डैमेज है बंदा एक गोली मर जाए मारो फिर पीछे से आगे खतरा है मलाई एकजना केटा सोध्यो क्ल्यानको नाम चाहिँ के हो भनेर टिजिएक्स क्ल्यान हो यो टिजिएक्स क्ल्यान हो यहाँ चाहिँ टिजिएक्सको हेर मात्रै आउनु पाउँछ अरू पनि आउनु पाउँछ तर अब टिजिएक्स हुनु पर्यो अन्त गाइस इफ यु वान्ट टु बी माई पार्टनर इन गेम होइन त्यो लबी पार्टनर होइन नि त्यो त अलरेडी छ कि त्यो अब पार्टनर मतलब एज अ टाइप जो चाहिँ राम्रो खेल्ने जो चाहिँ राम्रो अब मतलब जो चाहिँ टुर्नामेन्ट खेल्नु इन्ट्रेस्टेड छ होइन यु क्यान कन्ट्याक्ट मी ओके अन्त हामी टुर्नामेन्ट पनि राख्नुपर्छ हो अन्त एउटा डेट र टाइम फिक्स गरोस् न त्यो टुर्नामेन्टको चाहिँ हिमालले अलिक फिक्स गर्छ कि अहिले त्यो अहिले अलिक बिजी छ त्यो पनि म जस्तै म त आज हात फ्र्याक्चर भएर पनि यो भिडियो हालेको कि ताकि होइन मबाट पनि कतिजना मान्छे सिकोस् कि जति जिन्दगीमा अप एन्ड डाउन्स भयो भने आफ्नो बिगत गर्नु हुँदैन है ल
म छोडिदिन्छु अब मेरो हात यस्तो दुखिरहेछ भने त्यस्तो चाहिँ गिभअप नगर्नुहोस् मेरो हातको त्यस्तो केही भएको छैन होइन आफूलाई डह्रो बनायो भने त केही हुँदैन नि त होइन ला हौ ठिक कहाँबाट सुट गऱ्यो फेरि त्यहाँबाट सुट गर्यो स्प्रे चाहिँ दामी छ यिनीहरू एनिमी गरेको है त्यो अघिदेखिको नोटिस गर्दैछु तपाईँमा चिकन हुन्छ कि दामी अब कतिजना उब्रियो हामी दुईजना उता तिनजना उता तिनजना म एकजना 3v1 को सिचुएसन होइन एउटा नक फिनिस ल हो सो गाइस इफ यु लाइक द भिडियो प्लिज लाइक एन्ड सब्सक्राइब होइन जतिजना केटाहरू पनि यो भिडियो केटाकेटीहरूले भिडियो हेर्दैछ लाइक एन्ड सब्सक्राइब गरिकन जानुहोस् तपाईँको प्यारो डिजिएक्स अरिवाटी भाइ यसरी एउटा नयाँ ब्रान्ड न्यू भिडियोको साथ तपाईँको छेउमा आउनेछ अनि मजाले गीत गाउनेछ अन्त मजाले रोमान्चक म्याच बनाउनेछ बिजिएमआईमा धेरै धेरै धन्यवाद छ तपाईँलाई आजको यो भिडियो हेरिदिनु भएकोमा धेरै सबै सब्सक्राइबरहरूलाई आई लभ यु मेरोबाट थ्याङ्क यू भेरी भेरी मच थ्याङ्क यू भेरी भेरी मच